समुदायमा नेपाली कांग्रेस अभियान माघ 13 गतेबाट देशैभरि प्रारम्भ भएको छ। 77 जिल्लामा पार्टीका साथीहरू खटिनु भएको छ र पार्टीका अरू केन्द्रीय नेताहरू प्रदेश तहमा पनि खटिनु भएको छ। पूर्व पदाधिकारीहरू हामी यो अभियान अन्तर्गत 6743 वडामा पुग्छौँ। वडामा समुदायसँग अन्तर्क्रिया गर्छौँ, उहाँहरूको कुरा सुन्छौँ, त्यसबाट केही विचार पार्टीको महासमितिमा लिएर जान्छौँ। महासमितिभित्र पनि दुई खालका विचारहरू लिएर जान्छौँ। एउटा पार्टीको आन्तरिक जीवनसँग सम्बन्धित, सङ्गठनसँग सम्बन्धित, अर्को पार्टीले आजको स्थितिमा देशका बारेमा गर्नुपर्ने लिनुपर्ने नीतिका सम्बन्धमा पार्टीको महासमितिमा लिएर जान्छौँ। केही विषयहरू भने हामी अहिले सरकार सञ्चालन गरिरहेको दल, प्रदेशको सरकार, स्थानीय सरकार, केन्द्रको सरकारको सबभन्दा ठुलो दल भएको हुनाले गर्दा त्यो कार्यकारी भूमिकाबाट हामीले तत्काल गर्नुपर्ने केही विषयहरू आउँछन् नै, जुन मेरै यात्राको क्रममा पनि आइरहेको छ। यी कुराहरूलाई हामी अब केही दिनपछि संसदको बैठक सुरु हुँदैछ। कति कानुनहरू बनाउनु पर्ने विषय हुन्छन्, कति कानुन कार्यान्वयन गर्ने विषय हुन्छन्, कति सरकारले निर्णय गर्ने विषय हुन्छ, अर्को वर्षको बजेट बन्ने कुराको तयारी भएको छ। ती विषयहरूमा अहिले हाम्रो भएको देशभरि भएको छलफल अन्तर्क्रियाले उपयुक्त निर्णय लिने कुरामा हामीलाई मद्दत पुर्याउँछ। यो यात्राको उद्देश्य त्यही नै हो। त्यही क्रममा म पनि कोही साथीहरू कुनै जिल्ला, कोही साथी कुनै जिल्ला खटिनु भएको छ। यही क्रममा म मेचीदेखि महाकालीसम्म, खास गरिकन हुलाकी राजमार्ग यो बाटो एकचोटि हेरौँ पनि। नेपाली कांग्रेसकै पालामा प्रारम्भ भएको पछिल्लो समयमा केही कामहरू पनि अगाडि बढेको, तर कतिपय कुराहरू फेरि अवरुद्ध भइरहेको, यसलाई पनि एकपटक हेरौँ। र खास गरिकन पूर्वाधार सँगसँगै त्योभन्दा पनि यसको वरिपरि बसिरहेको समुदायसँग अन्तर्क्रिया गरौँ, यहाँको अहिलेको अर्थतन्त्रको अवस्था बुझौँ, यहाँका युवाहरूको मनोविज्ञान बुझौँ, यहाँको शिक्षा स्वास्थ्यको अवस्था बुझौँ, किसानहरूको अवस्था बुझौँ, के भइरहेछ तल भन्ने कुराहरू बुझौँ भन्ने देशभरिको साथीहरू जसरी बुझ्दै हिँड्नु भएको छ। मेरो पनि त्यही क्रमको एउटा प्रयास हो। त्यही प्रयास अन्तर्गत छु। केही कुराहरू यहाँबाट यो यात्रा पछाडि पार्टीको भूमिका र सांसदको भूमिका निर्वाह गर्दा त्यसले मलाई मद्दत पुर्याउँछ भन्ने मैले पनि ठानेको छु। अहिले मैले के भन्ने कुरा त्यसो किन त्यो धेरै ठुलो अर्थ राख्दैन भने म अहिले जुन जिम्मेवारीमा छु त्यो जिम्मेवारीबाट मैले भन्ने हो। नेपाली कांग्रेसले यो बेलामा भन्ने कुरा कि हामीले अत्यन्त ठुलो सङ्घर्ष गरेर जुन संविधान बनाएका छौँ, सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संविधान, यो संविधानलाई तलमाथि हुन दिनुहुन्न। यो संविधान बल्ल कार्यान्वयनको चरणमा प्रवेश गरेको छ। भर्खर संहितामा हामी पहिलो कदमहरू चाल्दैछौँ। यो काम गर्ने क्रममा थुप्रै गल्तीहरू भएका छन्, कमजोरीहरू भएका छन्। यी कुरालाई सच्याउनै पर्छ, सुधार्नै पर्छ। तर यसको लागि अरू कुनै विकल्प खोज्नेतिर, कुनै अलमलतिर हामीहरू लाग्नुहुन्न। हामी म सकिहाल्छौँ। हामी कोही प्रदेशको विकल्प खोज्नुपर्छ भनिरहेका छौँ, कोही हामी व्यवस्थाकै विकल्प खोज्नुपर्छ भनिरहेका छौँ। यो सबै कुराहरूले फेरि हामीलाई अर्को एउटा ठुलो दुर्घटनातर्फ लिएर जान्छ। त्यसले काङ्ग्रेसको यति ठुलो दृष्टिकोण भनेको, जुन मेरो दृष्टिकोण पनि स्वाभाविक हो कि हाम्रो एउटा जुनी, खास गरी म केटाकेटी हुँदै गर्दाखेरि लोकतन्त्रको स्थापना, पुनर्स्थापना हामी लागेको, फेरि अर्को एउटा युग, अर्को एउटा युवाहरूको पुस्ता चाहिँ त्यसमा गयो भने त्यो खेर जाने कुरा। त्यसले हामीले यो संविधानलाई जोगाउने र अहिलेको लागि सबैभन्दा ठुलो कुरा संविधान जोगाइसकेपछि सबभन्दा देशको ठुलो मुद्दा भनेको सुशासनको मुद्दा सबभन्दा ठुलो मुद्दा हो। सुशासन भनेको चाहिँ भ्रष्टाचार रहित अवस्था मात्रै होइन। सुशासन भनेको समयमा काम सम्पन्न हुने पनि हो। सुशासन भनेको स्रोतको सदुपयोग पनि हो। सुशासनमा सही समयमा सही निर्णय पनि हो। सुशासन भनेको जुन कुरामा वास्ता पुग्नुपर्ने, जुन कुरामा ध्यान पुग्नुपर्ने हो, त्यो कुरामा ध्यान पुग्नुपर्ने पनि हो। मेरो लागि आज बिहान 1-1.5 घन्टा राजविराज घुमिसकेपछि मैले आजको दिनमा जस्तो म यहाँ छिन्नमस्ताको मन्दिर गएँ। मैले त्यो मन्दिरलाई हेर्दै गर्दा मलाई आज पहिलोपल्ट गएको म त्यो मन्दिर हेरिसकेपछि मलाई के लाग्यो भने सङ्घको सरकारले यति धेरै कुरामा यति धेरै स्रोतहरू खर्च गरिरहेको हुन्छ। यहाँ अहिले 20-25 करोड रुपियाँ खर्च गर्ने हो भने त्यो मन्दिर चाहिँ यो प्रदेशको मात्र होइन, देशभरिको धर्मावलम्बीहरूको चाहिँ यो एउटा आस्थाको केन्द्र त छँदैछ। तर यसले ठुलो पर्यटक पनि तान्न सक्छ। यसले एकैपटक यहाँको आर्थिक जनजीवनमा ठुलो एउटा परिवर्तन लिएर आउँछ। म अहिले राजविराज अस्पताल पुगेर आएँ। त्यो अस्पतालको भवनहरूको स्थिति हेरेर आएँ। अहिले सरकारको सहरी मन्त्रालयले, अर्थ मन्त्रालयले अलिकति तदारक लिने हो भने यो भवन तुरुन्त हस्तान्तरण हुन्छ। भवन हस्तान्तरण भयो भने 300 बेडको अस्पताल सञ्चालन हुन्छ। 300 बेडको अस्पताल सञ्चालन भयो भने MBBS को पढाइ सञ्चालन हुनसक्छ। र अहिले मैले भनेका सबै कुराहरू 1 वर्षभित्र गर्न सकिन्छ। मेरो लागि आजको दिन यो पनि सुशासनको मुद्दा हो। यस्ता जुन कामहरू छन्, जुन काममा हाम्रो बहस हुनुपर्ने, छलफल हुनुपर्ने, ध्यान जानुपर्ने हो, हामीले ध्यान यसैमा दिनुपर्ने छ। यी कामहरू एकपछि अर्को गर्दै जाउँ, स्रोतको सदुपयोग गर्दै जाउँ, परिणाम आउँछ। अब यो जुन कामहरू गर्नुपर्ने यो कामहरू नगर्ने, फेरि हामी
बहस कतातिर जाने भने यो संविधान के होला, व्यवस्था के होला, प्रदेश चाहिन्छ कि चाहिँदैन भन्नेतिर लाग्यौँ भनेदेखि भने अर्कोतिर हाम्रो समय पनि जान्छ, फेरि हाम्रो एउटा युगै त्यतातिर गएर खेर जान्छ। त्यसैले काङ्ग्रेसको यतिखेर मैले भन्ने, काङ्ग्रेसले भन्ने, हामीले भन्ने कुरा भनेको संविधानलाई जोगाउँ र सुशासन र डेलिभरीको कुरा जो सबभन्दा महत्त्वपूर्ण कुरा हो, त्यसबाट जनतामा रहेको निराशालाई चिरौँ, यति काम गर्न सक्नुपर्छ। हुलाकी मार्गमा यात्रा गरिरहँदा यहाँको समस्याहरूलाई तपाईँ सरकार मार्फत कार्यान्वयन कतिको गराउन सक्नुहुन्छ र अर्को तपाईँ महामन्त्री भएको नाताले, तपाईँको दल सरकारमा भएको नाताले, ठुलो दल भएको नाताले यो महँगी, बेरोजगारी र भ्रष्टाचारी अहिलेसम्मको जुन अवस्था देखिया छ यसलाई नियन्त्रण गर्न तपाईँहरूको प्रयास र योजना? तपाईँले भनेका यी तिनटै कुरा एकअर्कासँग जोडिएका छन्। यसको दुईवटा कुरा छ। एउटा, अहिले संसदबाट केही कानुनहरू हामी छलफल गरिरहेका छौँ, चाहे त्यो भ्रष्टाचार निवारण सम्बन्धी कानुन होस्, सुशासनसँग जोडेका थुप्रै कानुनी सुधारका कुराहरू छन् जसमा सांसदको रूपमा पनि हामीहरू काम गरिरहेका छौँ। एउटा हाम्रो कानुनी पक्षलाई बलियो बनाउने हो। अर्को कुरा भनेको त व्यवहारकै कुरा हेर्नुहोस्, यो 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 कुनै एकजना व्यक्ति वा कसैले सोचेर मात्र हुने कुरा पनि होइन। मैले खालि यसरी मात्र राख्छु कि जुन जिम्मेवारीमा बसेको छ, आजको दिनमा वडाको अध्यक्ष भएको जिम्मेवारीमा बसेको मान्छे होस् कि प्रदेशको मुख्यमन्त्रीमा बसेको मान्छे होस् कि सङ्घको मन्त्री वा प्रधानमन्त्री भएको मान्छे होस्, सुशासन वा तपाईँले भनेको भ्रष्टाचारलाई नियन्त्रण गर्ने भन्ने कुरा चाहिँ त्यहीँबाट प्रारम्भ हुने। मैले हिजो मात्र एउटा दुईवटा प्रदेशको समाचारहरू पढेँ। हामी यत्रो ठुल्ठुलो कुरा गरिरहेका हुन्छौँ, तर अहिले टिप्पणी गरिहाल्दिनँ किनकि मैले पढेको समाचारको पहिला मैले त्यसलाई भेरिफाई गर्नुपर्छ। तर समाचार पढ्दै गर्दा मैले के पढेँ भने दुईवटा तिनवटा चारवटा दल मिलेर प्रदेशमा चाहिँ नेताहरूको चाहिँ सुविधा बढाउनका लागि सबै दलहरू मिलेर एउटा निर्णय गरे भन्ने समाचार पढेँ। यदि त्यो पढेको समाचार ठिक हो भने त हामी अब त्यसको दोष कुनै एउटा अमुक पार्टीको अमुक नेतालाई दिएर पनि भएन। त्यो प्रदेशमा बस्ने सबै दल मिलेर प्रदेशको नेताहरूको यो बेलामा सुविधा बढाउने कुरामा समझदारी गर्ने हो भने भ्रष्टाचारको भनेको त्यही नै हो र त्यसलाई नियन्त्रण कसले गर्ने भने त्यही प्रदेशको साथीहरूले नियन्त्रण गर्छ।